सबैले रिजेक्ट गरिदिए भने तपाईलाई मैले 48 आवर्स भित्र तपाईलाई दाँत रोपेर फिक्स दाँत तपाईलाई लगाएर पठाइदिने। नमस्ते, म जनार्दन शिवाकोटी। म दाँतको समस्याको कारणले गर्दाखेरि मैले 4-5 ठाउँमा मैले ट्रिटमेन्टको लागि गएँ। जाँदाखेरि विभिन्न समस्याहरू देखाउनु भयो र ती समस्याका बावजुद पनि मैले गर्नु पर्यो भनेर 1-2जनासँग डक्टरहरूसँग कुरा पनि गरेँ र कसैले 1 महिना लाग्छ भन्नुभयो, कसैले 22 दिन लाग्छ भन्नुभयो र त्यस पछाडि डाक्टर सुभाषकोमा पनि एकचोटि म जान्छु। मलाई धेरै पहिला चिन्या पनि हो मैले र पहिला पनि उहाँसँग मैले 1-2वटा काम गराएको थिएँ र म उहाँकोमा आएँ। उहाँले भन्नुभयो र तपाईँको दाँत निकालेको म 48 घण्टाभित्रमा म इम्प्लान्ट गरिदिन्छु, तपाईँ ढुक्क भएर जानुहोस्, तपाईँ अब अन्त पनि बुझ्नु भएको छैन बुझ्नुहोस्, बुझ्नु भएको छैन भने तपाईँ आउनुहोस्, म गर्छु र अन्तको भन्दा तपाईँलाई केही सहुलियत दरमै म गरिदिन्छु भनेर भन्नुभयो र उहाँप्रति मलाई विश्वास पनि थियो र म आएँ र मैले आएर इम्प्लान्ट गरेर मैले 48 घण्टामा मेरो दाँतहरू लगाएँ। म एकदम सन्तुष्टि छु। तपाईँहरू कोही गर्न चाहनुहुन्छ भनेदेखि 5 ठाउँ 10 ठाउँ बुझ्नुहोस् र लास्टमा तपाईँहरू आउनुहोस् यहाँ। तपाईँ यहाँ आइसकेपछि तपाईँहरू फर्केर जानुहुन्न, त्यति आत्मविश्वासका साथ तपाईँको आफ्नो काम हुन्छ। अब मेरो इम्प्लान्ट गरेको हिजो फाइनल भयो मेरो, हेर्नुहोस् अहिले राम्रो छ, सन्तुष्टि छु म र मलाई देख्ने साथीभाइहरूले पनि कहाँ गरेको यार तैँले यो भन्ने कुराहरू गर्नुभएको छ। यसमा गर्व छ मलाई। डाक्टर सुभाषप्रति आभारी छु। धन्यवाद।